ल है अनि 12-15-16 मिनटको सफर सिधै follow है ल है पुरै बास बोकेर आउँदैछौँ हामी हवेली भन्ने ठाउँमा छौँ हामी यतिखेर अब यो अलिकति यताको गेट हेर्नुहोस् है भुवनेश्वर शिव भगवानको 31 फिट तामाको मूर्तिको प्राण प्रतिष्ठानको लागि त्यस्तो छ है त्यो कार्यक्रमको लागि भनेर हामी यहाँ चाहिँ बिरा बौद्ध किराँत हिन्दू यो संयुक्त बहुधार्मिक एउटा अनुष्ठान हुँदैछ अनि यतिखेर पुरै बाँस काटेर ल्याएर हामी आइराखेका छौँ आज चाहिँ हामी 2083 सालको वैशाख महिनाको आज 5 गते अत्यन्तै रमाइलो नयाँ सालको धेरै धेरै शुभकामना छ ढिलै भए पनि तपाईँहरूलाई अनि गजब हुनेवाला छ अब किराँत धर्म विश्वभर प्रभाव हुँदैछ अब हामी सम्भवतः यो पहिलोपल्ट सिन्धुपाल्चोकमा हामी आइपुगेका छौँ है हामीसँगै हेर्दै रहनु होला के कस्तो हुन्छ जानकारी हामी गराउँदै जानेछौँ थ्याङ्क यू धेरै धेरै धन्यवाद के भन्छ साथी के हो राम्रो भने हो नि हैन हो साथीहरु गुल्लु चाहिँ ए म चमचम फेर्दैछ भन्दी धन्यवाद ल ए हस् हो धन्यवाद ल धेरै धेरै ए हुन्छ 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 तू ही तो है आकाशा कसलाई खिच्नु यो चाहिँ किराँत धर्मको तर्फबाट यो चाहिँ हिन्दू धर्मको तर्फबाट अनि
यतापट्टि छ बुद्ध धर्मको पट हाम्रो वरिष्ठ सेवा सभा हेर्नुहोस् ल दाजु के गर्नु सिद्धि म त काम गर्ने हो र यहाँनिर यो जुन स्थल तपाईँले देखिरहनु भएको छ यहाँनिर चाहिँ विशेष मण्डप तयार पारिएको छ र यो यतिखेर हवनको निमित्त एकदमै भव्य तयारी गरिरहेको अवस्था छ र यो जुन यो शालिग छ अर्थात् प्रतिमा छ शिवजीको अत्यन्तै विशाल भव्य यो शालिगको अनावरण सँगसँगै भव्य यो विश्व शान्तिको लागि अर्थात् यो 3 दिने भव्य सेवाको कार्यक्रम छ अर्थात् महापुराणको कार्यक्रम छ। त्यसर्थ हिन्दू बौद्ध र किराँत धर्मको सहभागिता रहने गरेको यो सेवामा चाहिँ किराँत धर्मको तर्फबाट हामी यहाँ पुगिसकेका छौँ। आज भोलि र पर्सि अर्थात् 7 गतेसम्म यहाँ निरन्तर रूपमा हामी सेवामा रहनेछौँ। धार्मिक एकता धार्मिक सद्भाव सहिष्णुताको उत्तम उदाहरणको रूपमा महारुद्र परिवारको आयोजनामा यो विश्व शान्तिको निमित्त यो श्रीमद् भगवत महापुराणमा यहाँ सम्पूर्णलाई सिन्धुपाल्चोकवासी सम्पूर्ण महानुभावहरूलाई यो इन्द्रावती गाउँपालिका वार्ड नम्बर यो 6बाट यहाँलाई हार्दिक स्वागत छ र यहाँ सबैजना आउनुहोला। धेरै धेरै धन्यवाद छ। नमस्ते सेवारो। यो सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वार्ड नम्बर 4 यो हेबली भन्ने ठाउँको यो दृश्य तपाईँले देखिरहनु भएको छ। साँच्चीकै मनमोहक आनन्ददायी र अत्यन्तै रोमाञ्चक स्थल रहेछ र यो ठाउँमा हामी आइपुगेका छौँ र यो ठाउँबाट देखिने यो सुन्दर दृश्यहरू तपाईँले देखि नै रहनु भएको छ। कुचो सुकेको पनि रहेछ। यसको नाम थाहा हुने जतिले कमेन्ट गर्नु होला है साथी हो। सिन्धुपाल्चोक गेङपाले तर हो गिम्बु कसै बम हेप्यो मिजा गर्न हेत्तेरिका का अमरा तरुङ्गा देङपाल त्यो एक भारी इटाले थिचेर के भरे त्यो एक भारी माथिबाट इटा खस्यो हैन। आजभन्दा 10 वर्ष अगाडि त्यो घरको जग हडेरी नाप्ने क्रममा लगभग समथिङ 10 मिटर माथि थियो बाटो ब्ल्याक टप रोड है। यस तल चाहिँ घरको घडेरी नापिरहेको माथिबाट त्यो लेबरले एक ठेला त्यो इट्टा चाहिँ सबै मेरो टाउकोमा झऱ्यो। मलाई के भएन त्यो टुक्रा पुरा धुवा निस्केर इट्टा टुक्रा धुलो पिठो भयो क्या। धुलो पिठो भयो धुलो पिठो अनि त्यो धुलो पिठोको नाम नै आजकल बेसार भएको बेसार भएको त्यसको नाम हैन। त्यो चाहिँ बेसार भनेर चिनिन्छ हाम्रो सिन्धुपाल्चोकमा चाहिँ हाम्रो फालेलुङ टिभीका संवाददाता वरिष्ठ युट्युबर किम्बु खाँदै हुन्छ धमाधम भक्का भक हाम्बाङ तर
Kalau kimbun ya. Makra kimbun taru dengmal. Kau makro to kimbun. Makra kimbun taru dengmal. Memang satu tu salah kita nurra. Oh, dengmal ke makra है. म वास्तवमा चप्पल प्रेमी हो कि जुत्ता प्रेमी होइन तर जुत्ता लाउनु पर्छ र Iya, sosrali. ससुराली हो ससुराली आउनुहोस् भयो अनि हजुरको चाहिँ कहाँ घर Bela ये पुरानो तन्म यो ए घर हो ए हजुरको नाम चाहिँ अनि मेरो नाम उत्तम हो उत्तम उत्तम भनेको उत्तम थापा ए उत्तम भनेको साह्रै राम्रो होइन साह्रै राम्रो ए ल गुड गुड यो पुरा यहाँ कहाँ पुग्ने नि हामी एकछिन यसो यहाँ हावा खानलाई यसलाई चाहिँ के इन्द्रावती गाउँपालिकाको 6 नम्बर हजुर 6 नम्बर हवेली अब यही हो हवेली होइन यो हवेली भनेको चाहिँ के बुवाई हो यो मलाई थाहा छैन बुझ्छ साह्रो के थाहा छैन ए फर्किनु ए ल फर्किनु भयो जाउँ न मास्तिर सम्म ए ल ओके ल सिन्धुपाल्चोकको यो हवेली भन्ने ठाउँमा आइपुगेका छौँ हाम्रो एकदमै यो नवजवानहरूको टिम छ अब आज बिहानदेखि टिम पुगेको नौजवान अब पछि त्यो त पछि त ऊ नि हो नि त जे पछि त जेन्जी नै हुने हो नि अनि यात्रा त आज त्यो अति कष्टकर केही भन्नु हुँदैन केही एउटा शब्द भेटाउनु हुँदैन ओके अब यहाँ चाहिँ हामी विशेष एउटा अत्यन्तै महत्त्वपूर्ण कर्मको लागि भनेर आएका छौँ अब यो चाहिँ महारुद्र परिवारको आयोजनामा यो 5, 6, 7 गते चाहिँ विशेष यहाँनिर एउटा महायज्ञ सेवाको कार्यक्रम हुँदैछ त्यसमा चाहिँ बौद्ध हिन्दू र किराँतको संयुक्त चाहिँ यो सहभागितामा हुन गइरहेको यो महायज्ञमा चाहिँ हामी किराँतको तर्फबाट चाहिँ हामी 4 जना एकदमै जेन्जीहरूको यो टिम सेवा सेवा सभाहरूको टिममा हामी आइपुगेका छौँ अब हामी 7 गतेसम्म निरन्तर रहनेछौँ यहाँ रमाइलो छ है साथीलाई फेरि ब्लग देखेको देखिन्छ ल साथी हौ साथी हौ दर्शकबिन एकदमै खुसीको कुरा छ यहाँलाई निकै लामो सङ्घर्ष एकदमै लामो यो सफलता एउटा मिलेको छ तपाईँले देखिहाल्नु भएको छ यो जुन एउटा अत्यन्तै राम्रो कलरको यो जुन क्रेटा गाडी भर्खरै मात्रै यहाँहरूको माया साथ सहयोगले भर्खरै मात्रै किन्न सफल भएको छु भनेर भन्ने दिन कहिले आउला बसिसक्यो के हुन्छ बसिसक्यो हजुर बसिसक्यो सुपरमा यतिकै समय दिन्छ यता पछाडि आएर शिवजी देखिन्थ्यो भनेर मैले यता फर्काएको तपाईँहरूले
यताबाट ठ्याक्कै यस्तो हुन्छ क्या एन्टी लाइट आउँछ क्या राम्रो आउँदैन एकदमै राम्रो अवसर पुगेको छ किराँत प्रतिनिधिको रूपमा उहाँलाई आज यस पुस्तकको नायक जानकी थापालाई आफ्नो आशीर्वादका वचनहरू राखिदिनु हुन सबैभन्दा पहिला हार्दिक अभिवादन यो सिन्धुपाल्चोक जिल्लाको यो इन्द्रावती गाउँपालिका वडा नम्बर यो हवेलीको जुन चाहिँ सुन्दर डाँडा रहेछ यतिखेर देवाली देव महादेवको यो जुन चाहिँ आकर्षक 30 फिट लामो ठुलो जुन आकर्षक भनेपछि उहाँलाई बोलाउनु गर्नुपर्छ है पहिलो उहाँलाई बोलाउनु यहाँ किराँत बौद्ध र हिन्दू धर्म संयुक्त एउटा धार्मिक संस्कृति धार्मिक एउटा चाहिँ सन्देश दिने कार्यक्रम आयोजना गर्ने मुख्य पवित्र एउटा तीर्थस्थल त्यही हो स्थापना धेरै सम्मान सम्मान छ त्यसै गरी हाम्रो गुरुमाताको त्यसै गरी विभिन्न क्षेत्रबाट र विभिन्न मुलुकबाट पाल्नुभएका विशिष्ट व्यक्तित्वलाई विभिन्न औषधामा पाल्नुभएका हाम्रा हिन्दू धर्मका हाम्रो गुरुहरू त्यसै गरी तमाम उपस्थित आमा बुबा दाजुभाइ दिदीबहिनी त्यसै गरी सम्पूर्ण सज्जनवृन्दहरूलाई हार्दिक स्वागत अभिवादन छ र यो एउटा कार्यक्रममा किराँत धर्मको तर्फबाट ठिकै उहाँलाई शुभकामना शुभेच्छाका शब्दहरूको निमित्त यो अवसर दिनुहुने हाम्रो कार्यक्रम आयोजक यसै कार्यक्रम सञ्चालकजीलाई पनि विशेष धन्यवाद छ म राजेन्द्र तेरुङ किराँत साम्यमाङ सेवा सभा मुजुरलुङ पाँचजुम्बोको केन्द्रीय सचिव यो भनेको चाहिँ किराँत धर्मको तर्फबाट यो जुन उपस्थिति यहाँले देखिरहनु भएको छ वास्तवमा किराँत धर्मको आफ्नै खालको एउटा मौलिक एउटा संस्कृति मौलिक भाषा
अनि मौलिक एउटा केही संस्कारहरू रहेका छन् तीमध्येका अत्यन्तै महत्त्वपूर्ण एउटा कर्मकाण्ड पनि यहाँहरू समक्ष प्रस्तुत गर्ने जुन अवसर दिनुभयो गुरु महाराज लगायत सम्पूर्ण आयोजक टिम जानकी थापालाई पनि फेरि आभार व्यक्त गर्दछु र हामीले यहाँसम्म आइपुग्नको लागि यो सहजीकरण गरिदिनु हुने महारुद्र परिवारका हाम्रो अध्यक्ष त्यसै गरी युवा पण्डित हाम्रो खगेन्द्र पोखरेल गुरुज्यू लगायतका सम्पूर्ण उहाँहरूको टिमहरूलाई पनि धेरै धेरै विशेष धन्यवाद छ र सुकर्म नेपाली चेलीको सङ्घर्षको कथा अब ठ्याक्कै यो अत्यन्तै हामीलाई चाहिँ एकदमै नौलो लागेको विषय चाहिँ यो सिन्धुपाल्चोकमै पनि हाम्रो चाहिँ पहिलो पटकको यो हाम्रो यात्रा हो अनि फेरि हाम्रो जानकी मेमासँग पनि हाम्रो यो पहिलो पटकको हाम्रो साक्षात्कार हो त्यसैले धेरै कुरा उहाँको बारेमा जानकारी नभए तापनि तर संक्षेपमा के त्यो जानकारी भयो भने उहाँले यो जुन हामीले यो जुन ठाउँमा छौँ यो जुन ठाउँबाट हामीले चारैतिर हरियाली सुन्दर दृश्यावलोकन गर्न सकिने यस्तो ठाउँ चाहिँ यो जो आफै पनि एउटा शान्तिको एउटा प्रत्यावृत्ति शान्तिको सन्देश दिने शान्तिको सल्लाह सबैलाई चाहिँ राम्रो चाहिँ सन्देश छर्नुपर्छ सबैलाई सत्कर्ममा डोर्याउनुपर्छ भन्ने मूल नाराका साथ जुन यो देवादिदेव महादेवको 31 फिट अग्लो यो जुन प्रतिमा स्थापना गर्नुभएको छ यो अत्यन्तै महान कर्म हो महान कार्य हो र यो जुन यो ठाउँमा हामीले बसेर यो हेरिरहँदाखेरि हामी आफैलाई पनि साँच्चीकै शान्तिको अनुभूति भएको छ र गुरु महाराज लगायत सम्पूर्णको यो उपस्थिति देख्दाखेरि खालि हामी के भन्दो रहेछौँ भने सत्य भन्ने चिज खालि एउटै हो खालि त्यसलाई चाहिँ वर्णन गर्ने त्यसलाई सम्बोधन गर्ने खालि बोलाउने मात्रै फरक भए छैन भन्ने कुरा चाहिँ एउटा राम्रो सन्देश पनि उहाँले प्रचार गर्न खोजिरहेको छ कि हिन्दू बौद्ध त्यहाँ ठिकै ठाउँमा बसेर शान्तिको सन्देश प्रवाह गर्नु सबै मानव हामी एकै हौँ र आखिर अहिले पछिल्लो समयमा संसारमा ठुल्ठुला चाहिँ सङ्घर्षहरू ठुल्ठुला विश्वयुद्धहरू ठुल्ठुला चाहिँ एटम बम बारुदीका चाहिँ विषादीहरूबाट एक देशले अर्को देशले आक्रमण गर्ने एक अर्काप्रति सदैव नकारात्मक सोच्ने अनि कसरी हुन्छ समाजमा हत्या हिंसा चोरी लुटपाट बलात्कार जस्ता विभिन्न जघन्य अपराधहरू दिनानुदिन बढ्दै गइरहेको छ ती सम्पूर्ण कारणको मुख्य कारक तत्त्व भनेको मानिसमा आध्यात्मिक चेतनाको कमी हो मानिसमा सकारात्मक सोचको कमी हो त्यो कमी हुनु भनेको आध्यात्ममा धर्ममा विश्वास नहुनु त्यसैले त्यो कुरालाई यहाँले जुन चाहिँ एउटा सकारात्मक सन्देश समाजलाई परिवर्तन गर्ने एउटा प्रभावको रूपमा चाहिँ यहाँले जुन एउटा कार्यक्रमको आयोजना गरिदिनु भयो यसको लागि हार्दिक पुनः यहाँले हार्दिक आभार व्यक्त गर्दछु र हामीलाई हाम्रो चुनाव गर्नुको तर्फबाट पनि हाम्रो केही कुराहरू यहाँहरू समक्ष राख्ने अथवा केही कुराहरू यहाँलाई प्रदर्शन गराउने चाहिँ हामीलाई अवसर प्रदान गर्नुभयो त्यसको लागि पनि एकदमै हार्दिक आभार व्यक्त गर्दछु र यहाँसम्म आइपुग्नको लागि चाहिँ हामीलाई विशेष एउटा पुलको रूपमा मध्यस्थकर्ताको रूपमा चाहिँ हामीलाई चाहिँ यहाँसम्म ल्याउनको लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विगत लामो समयदेखि उहाँहरूसँग हामी यस्तै चाहिँ सामूहिक कर्ममा सामूहिक काममा चाहिँ हामी सँगै जुटिरहेका छौँ महारुद्र परिवारका हाम्रो एकदमै प्रखर जो देश हाम्रो खगेन्द्र पोखरेल महारुद्र परिवारका अध्यक्षज्यूलाई पनि एकदमै हार्दिक सम्मान र हार्दिक धन्यवाद छ गुरुजी यहाँको यो कृपाले यहाँको यो अनुभव पनि यहाँसम्म आइपुग्ने अवसर मिल्यो सिन्धुपाल्चोकको यो इन्द्रावती गाउँपालिका र इन्द्रावती यो खोलाको यो पवित्र खोला सँगै हाम्रो मन पनि अझ जति थिए जति नराम्रा कुराहरू थिए अथवा जति बाँकी थिए ती सम्पूर्ण कुराहरू इन्द्रावती खोलाले अझ ती मनहरू ती अशुद्ध मनहरूलाई पनि बगाएर लाइछ है धेरै धन्यवाद छ र यो जुन कर्म सुकर्म वास्तवमा सुकर्मको एउटा प्रत्याय जानकी थापा हुनुहुन्छ भन्ने कुरा चाहिँ कस्तो हुन्छ राम्रो हुन्छ पक्कै छ होला भन्ने मलाई लाग्छ उसको नाम मेरो अस्ति भिड भएको थिएन है कहिले अस्ति हामी आएको थियौँ किताब लेख्ने सिलसिलामा यो किताब कति दिनमा लेखेर सक्नु यो त भयो 2-3 वर्ष भयो 2-3 वर्ष अगाडि नै हो अनि आमासँग त्यो यसको बारेमा कुरा चाहिँ 2 वर्षदेखि बिचमा नि यहाँको अनि यहाँ जति उपस्थित भएका सम्पूर्ण अनि सम्पूर्ण चराचर सृष्टि जगत सबैको रक्षाको लागि पनि सबैको चाहिँ राम्रो शब्द कति छ कामना हामीले 3 दिनसम्म गऱ्यौँ अहिले पनि भर्खर 60,000
हेर्दाखेरि पातलो देखियो एउटा नेपाल चेलीको होइन यो धेरै चेलीहरूका जसको किताब निस्केको छैन त्यसको पनि रिप्रेजेन्टेसनको रूपमा हामीले बुझेका छौँ। यो पुस्तक अब देश विदेशसम्म पनि आफै भ्रमण गर्न सक्षम भएको छ। जसरी हामीले मूर्तिलाई चाहिँ प्राण प्रतिष्ठा गर्छौँ, आजबाट यसले पनि प्राण पाएको छ जस्तो लागेको छ। एकचोटि आजको हिरो जानकी थापालाई कन्जुसाइ नगरी सबैले ताली बजाउँछ। आदरणीय कमल ढकाल सरको केही कुरासँगै मलाई छोटोमा म पनि बिदा माग्दैछु। कसरी भन्दा स्वयं हाम्रो वेदव्यास नेपालमा जन्मिएका हुन् भनिन्छ होइन। हाम्रो योगका गुरु पतञ्जली, अष्टवक्र गीताहरू पनि नेपालमा यही भूमिमा यो देवभूमिमा जन्मेको भनिन्छ। आज अर्को सुकर्म गर्ने नेपाली चेली जसले सुकर्मलाई एउटा ब्रान्डको रूपमा चाहिँ नयाँ मेसेज संसारलाई दिनुभएको छ, यो सारा संसारमा फैलियोस् त्यो शुभकामना सहित म बिदा माग्छु। अब पालो कमल ढकाल। थ्याङ्क यू। पहिला धेरै राम्रो कार्यक्रम चलाउँछन्, धेरै धन्यवाद। आदरणीय अब यस कार्यक्रमको प्रमुख अतिथि हाम्रो बाबा हुनुहुन्छ। बाबाजी धेरै पछि भेट भयो, कस्तो जिन्दगी एउटा अप्रत्याशित, आश्चर्यचकित, अनौठो, रोचक लाग्छ क्या। धेरै पछि शीतल म्याडमलाई भेट भयो, यहाँ आएर यसरी भेट भयो। विजयनाथ हुनुभयो छ, म त शीतल म्याडम भनेर बोलाउँथेँ। उहाँ काठको एउटा कुनामा जन्मेको, रामकोटतिर पारी, म यतातिर मुलबानीतिर जन्मेको। यहाँ आएर भेट भयो यत्रो वर्षपछि। यो कस्तो अलौकिक एउटा दिव्य भूमि बनाउनु भएको, त्यसको लागि पनि जानेको म्याडमलाई नमस्कार छ। आदरणीय किराँत धर्मका गुरु, हाम्रो सनातन धर्मको गुरु, नाथ सम्प्रदाय गुरु, र धेरै गुरुहरूको यहाँ जोड छ। मलाई लाग्छ त्यो निलो आकाशमुनि यहाँ शिव देखिरहेको छु, त्यो शिवको तल होइन भारत सरकारले प्रमुख अतिथिको हैसियतमा लोकार्पण गर्नुभयो। तपाईँ कति भाग्यमानी हेर्नु त। यत्रो मान्छेहरू, यो विभिन्न मान्छेहरूलाई यहाँ राखेर विभिन्न धार्मिक सम्पदालाई जोडेर तपाईँले यो किताब बनाउनु भयो। भ्याइँदैन कि भन्ठाने, म त 2-3 बजी आउने विचार गरेको थिएँ। तपाईँको उहाँले भन्नुभयो होइन नि 9 बजी सकिन्छ भने चाहिँ दौड गरेर नुहाइदिए गरेर लुगा लाएर कुदाकुद गरेर आएको, फेरि तल बाटो बिग्रियो, अर्को आपत। त्यस्तो गरी आइपुग्यो। असाध्यै राम्रो कर्म छ म्याडम जानकी म्याडमले। यहाँबाट यहाँ पनि एउटा कर्म, परिवारको लागि यति सेक्रिफाइस। यो सुकर्म चाहिँ किन किताबको नाम सुकर्म राख्यो भने साँच्चै नै शुभ कर्म छ उहाँको। जुन कर्म गऱ्यो भने एकदम अब त थाक्नु होला जस्तो देखिन्छ। किताबमा हेर्दै जाँदा रेणुका यहाँ छिन्, उनले सम्पादन गरे, उनको लागि नि एकचोटि ताली बजाउनु पर्छ। अब त चाहिँ थाक्नु होला। जानुका म्याडम काठमाडौँ जानुभयो, बल्ल बल्ल पढ्नुभयो भन्ने सम्झिन्छ। हेर्दै थाक्नुहुन्न। Good.
अरे पाऊ पायो तीर्थ गर्नु हातले गर्नु दान पाऊ पायो तीर्थ गर्नु हातले गर्यो दान पाऊ पायो तीर्थ गर्नु हातले गर्नु दान पाऊ हातले गर्यो दान सुन्नु हरि कथा मनले गर्नु ध्यान कानले सुन्नु कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान कानले सुन्नु हरि कथा गर्नु ध्यान कैलाशमा लै 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 तिम्रै कैलाशमा लै 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 तिम्रै कैलाशमा नमस्कार सेवारो यतिखेर म सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वार्ड नम्बर 6 यो हवेली भन्ने ठाउँमा आइपुगेको छु। अब यो तपाईले यो जुन यो ब्याकग्राउन्डमा देखिरहनु भएको छ, अब यो चाहिँ भुवनेश्वर शिव भगवानको 31 फिट अग्लो प्रतिमा निर्माण गरिएको रहेछ र यो प्रतिमा अनावरण सँगसँगै बृहत रूपमा चाहिँ यहाँ हिन्दू बौद्ध र किराँत त्यसै गरी बहुधार्मिक यो एउटा चाहिँ अनुष्ठान कार्यक्रम यो वैशाख 5 गते 6 गते र 7 गते भइरहेको छ र आज 6 गतेमा छौँ हामी र हिजोदेखि यहाँ भव्य तयारीमा हामी जुटिरहेका छौँ। हामी चाहिँ किराँत धर्मको तर्फबाट किराँत धर्मको प्रतिनिधित्व गर्दै हामी 4 जना एकदमै सशक्त अनि अत्यन्तै सक्रिय माङ सेवा साभारको टिम हामी यहाँ आइपुगेका छौँ र भव्य हामीले यो सजावटहरू गरिरहेका छौँ र आज र भोलि चाहिँ भव्य यहाँ गाला धुन्सेमी सेवा अर्थात् हामी पञ्चम महायज्ञ सेवा चाहिँ यहाँ आयोजना गर्दैछौँ। त्यसर्थ यो आसपासमा रहनुभएका तमाम श्रद्धालु भक्तजन महानुभावहरू विभिन्न धर्ममा आस्था राख्नुहुने महानुभावहरू सनातन हामी सबै धर्महरू एकै हौँ, सामूहिक धर्महरूको अस्तित्व र धार्मिक सहिष्णुता हुनुपर्छ भन्ने मान्यता राख्नुहुने तमाम भक्तजन महानुभावहरू यहाँ उपस्थित भएर यहाँको सम्पूर्ण यहाँको गतिविधि अनि एकै ठाउँमा हिन्दू बौद्ध र किराँत एकै ठाउँमा बसेर आफ्नै विधि अनुसार गरिने यो एउटा अनुष्ठानमा यहाँ पनि सरिक हुन सक्नुहुनेछ र एउटा सत्कर्ममा यो एउटा सत्कर्मको बाटोमा हामी सबैजना एक भएर अगाडि बढ्न जरुरी छ। म सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु, हार्दिक निमन्त्रणा गर्न चाहन्छु। नमस्कार सेवारो दर्शकबिन, एकदमै खुसीको कुरा छ यहाँलाई निकै लामो सङ्घर्ष एकदमै लामो यो सफलता एउटा मिलेको छ। तपाईँले देखिहाल्नु भएको छ यो जुन एउटा अत्यन्तै राम्रो कलरको यो जुन क्रेटा गाडी भर्खरै मात्रै यहाँहरूको माया साथ सहयोगले भर्खरै मात्रै किन्न सफल भएको छु भनेर भन्ने दिन कहिले आउला। ल यतिखेर यो चाहिँ इन्द्रावतीको 6 नम्बर हवेली हो, हेवेली होइन हवेली भन्ने ठाउँमा हेवेली प्याज भन्छ साथी एकछिनमा चाहिँ एकदम यहाँ भयङ्कर अब सेवाको तयारीमा जुटिरहेका छौँ। यहाँ माग्निसा चाहिँ रोपिसकेका छौँ है। अब अरू यहाँ सबै तयारी यस्तो राम्रो कम्पाउन्ड अब यहाँनिर चाहिँ भयङ्कर देवादिदेव महादेवको
प्रतिमा 31 फिट अग्लो यो प्रतिमाको अनावरण गर्न बाँकी कार्यक्रम रहेको छ। अब त्यो कार्यक्रम सँगसँगै आयोजना गरिएको यो चाहिँ सेवामा किराँत धर्मको तर्फबाट यो भयङ्कर तयारी गर्दैछौँ। यो सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर 4 यो हेबली भन्ने ठाउँको यो दृश्य तपाईँले देखिरहनु भएको छ। साँच्चीकै मनमोहक, आनन्ददायी र अत्यन्तै रोमाञ्चक स्थल रहेछ र यो ठाउँमा हामी आइपुगेका छौँ र यो ठाउँबाट देखिने यो सुन्दर दृश्यहरू तपाईँले देखि नै रहनु भएको छ। कसलाई खिच्नु? यो चाहिँ किराँत धर्मको तर्फबाट, यो चाहिँ हिन्दू धर्मको तर्फबाट, अनि यतापट्टि छ बुद्ध धर्मकोबाट हाम्रो वरिष्ठ सेवा सभा हेर्नुहोस्। ल दाजु के गर्नु सिद्धो? म त काम गर्ने हो। र यहाँनिर यो जुन स्थल तपाईँले देखिरहनु भएको छ, यहाँनिर चाहिँ विशेष मण्डप तयार पारिएको छ र यो यतिखेर हवनको निमित्त एकदमै भव्य तयारी गरिरहेको अवस्था छ र यो जुन यो शालिग छ अर्थात् प्रतिमा छ शिवजीको अत्यन्तै विशाल भव्य यो शालिगको अनावरण सँगसँगै भव्य यो विश्व शान्तिको लागि अर्थात् यो 3 दिने भव्य सेवाको कार्यक्रम छ अर्थात् महापुराणको कार्यक्रम छ। त्यसर्थ हिन्दू बौद्ध र किराँत धर्मको सहभागिता रहने गरेको यो सेवामा चाहिँ किराँत धर्मको तर्फबाट हामी यहाँ पुगिसकेका छौँ। आज भोलि र पर्सि अर्थात् 7 गतेसम्म यहाँ निरन्तर रूपमा हामी सेवामा रहनेछौँ। धार्मिक एकता, धार्मिक सद्भाव, सहिष्णुताको उत्तम एउटा उदाहरणको रूपमा महारुद्र परिवारको आयोजनामा यो विश्व शान्तिको निमित्त यो श्रीमद् भगवत महापुराणमा यहाँ सम्पूर्णलाई सिन्धुपाल्चोकवासी सम्पूर्ण महानुभावहरूलाई यो इन्द्रावती गाउँपालिका वार्ड नम्बर यो 6बाट यहाँलाई हार्दिक स्वागत छ र यहाँ सबैजना आउनुहोला। धेरै धेरै धन्यवाद छ। नमस्ते सेवाहरू। ओके, अब चाहिँ हामी यहाँ सिन्धुपाल्चोकबाट अब निस्किँदैछौँ। त्यति रमाइलो रह्यो यो बसाइ, यो यात्रा। थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ आयोजक टिमलाई। अनि एउटा कालो नखालो एउटा सेतो भइसकेको भुवनेश्वर महादेवको चाहिँ हामी इन्द्रावतीको छ यो हलेबी ठाउँबाट चाहिँ हामी फर्किँदैछौँ। लगभग 3 दिनको यो यात्रा सकेर है हाम्रो फेरि एकदम खतरा इङ्ग्लिस बोल्ने मान्छे हो पछाडिबाट होइन। ल एकचोटि भनिदिउँ त आजको बसाइ कस्तो रह्यो? It was fantastic. How did we spend 3 days? Everything is right. Heavily? Yes.
Hindu, Buddhist, and Kirat won't also participate here. Yeah. Go on, please. Organize भाइ Januka Thapa. जानकी थापा जानकी थापा ओके थ्याङ्क यू